नमस्ते लगानीकर्ता साथीहरू, के तपाईँ सुनलाई चाँदीको भावमा किन्न चाहनुहुन्छ? आजको नेप्से बजारमा ठ्याक्कै त्यस्तै अवसर आएको छ। बजारमा 770 रुपैयाँमा कारोबार भइरहेको शेयर कम्पनीले तपाईलाई मात्र 100 रुपैयाँमा दिँदैछ। हो, म कुरा गर्दैछु विजय लघुवित्त वित्तीय संस्था VLBS को FPO को बारेमा। तर पर्खनुहोस्, नाफा देखेर मक्ख पर्नु अघि कम्पनीको एउटा कालो पाटो पनि हेर्न जरुरी छ। कम्पनीको खराब कर्जा अर्थात् NPL आकाशिएको छ र रेटिङ पनि खस्किएको छ। के यो FPO ज्याकपट हो वा धराप? आज हामी यसको विस्तृत विश्लेषण गर्नेछौँ। नेपाली शेयर बजारको सही र सत्य जानकारीका लागि नेपाली फाइनान्स गुरुमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले यो FPO को मुख्य विवरण हेरौँ। आज सोमबार पुस 21 2082 देखि विजय लघुवित्तले सर्वसाधारणका लागि FPO निष्कासन खुला गरेको छ। यसमा जम्मा 4,66,817 किता शेयर 100 रुपैयाँ अंकित मूल्यमा खोलिएको छ। यो कुनै IPO होइन साथीहरू। नयाँ सारथी लघुवित्तसँग मर्जर भएपछि संस्थापक शेयरधानीको हिस्सा 74% पुग्यो। राष्ट्र बैंकको नियमअनुसार सर्वसाधारणको हिस्सा 30% पुर्याउन कम्पनीले यो शेयर हामीलाई बेच्दैछ। अब लागौं मुख्य कुरातर्फ। किन सबैजना यो FPO को पछि कुदिरहेका छन्? आजको मितिमा दोस्रो बजारमा VLBS को शेयर मूल्य 765 देखि 770 रुपैयाँको रेन्जमा छ। अब हिसाब गर्नुहोस् त, तपाईले तिर्ने 100 रुपैयाँ तर बजार भाव 770 रुपैयाँ, मतलब प्रति किता 670 रुपैयाँको ग्यारेन्टी नाफा। यदि लिस्टिङ हुँदा बजार घटेर 500 रुपैयाँ नै पुग्यो भने पनि तपाईलाई 400% भन्दा बढी फाइदा छ। त्यसैले आर्थिक दृष्टिकोणले यो FPO भर्नु एकदमै फाइदाजनक छ। तर नेपाली फाइनान्स गुरुको रूपमा म तपाईलाई सपना मात्र बेच्दिन, म तपाईलाई यथार्थ पनि देखाउँछु। यदि तपाईँ यो कम्पनीको शेयर 5-10 वर्ष होल्ड गर्छु भनेर सोच्दै हुनुहुन्छ भने होशियार हुनुहोस्। कम्पनी अहिले गम्भीर वित्तीय सङ्कटबाट गुज्रिरहेको छ। रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा NPL 13.6% पुगेको छ, जुन एकदमै जोखिमपूर्ण हो। यसकै कारण ICRA नेपालले कम्पनीको रेटिङ घटाएर B बनाएको छ। अझ डरलाग्दो कुरा त के छ भने यदि कम्पनीका सबै खराब कर्जा डुबे भने कम्पनीको 88% पुँजी सखाप हुने अवस्था छ। त्यसो भए अब के गर्ने? रणनीति एकदमै प्रष्ट छ। FPO भर्ने साथीहरूले आँखा चिम्लेर एप्लाई गर्दा हुन्छ। 100 रुपैयाँमा 700 को माल पाउनु भनेको बम्पर उपहार हो। तर 1000 किता भरेर पैसा होल्ड नगर्नुहोला। माग अत्याधिक हुने भएकोले गोला प्रथाबाट बाँडफाँड हुनेछ। त्यसैले मेरो सुझावमा 10 किता मात्र आवेदन दिनुहोस्। पर्यो भने 10 किता पर्छ, परेन भने पैसा फिर्ता आउँछ। र याद राख्नुहोला, यो इस्यु पुस 24 गते भित्रै बन्द हुने सम्भावना प्रबल छ। त्यसैले अन्तिम दिन नकुर्नुहोस्। अन्त्यमा मेरो निष्कर्ष यही छ, FPO भरेर लिस्टिङ गेन खानुहोस्, तर दोस्रो बजारमा 770 हालेर लगानी गर्नु अघि कम्पनीको खराब कर्जा नघटेसम्म पर्ख र हेर को रणनीति अपनाउनुहोस्। यो FPO लगानीकर्ताका लागि एउटा राम्रो अवसर हो। यसलाई नगुमाउनुहोला। यदि तपाईलाई यो विश्लेषण मन पर्यो भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोला र यस्तै सही आर्थिक जानकारीका लागि नेपाली फाइनान्स गुरुलाई सब्स्क्राइब गरिहाल्नुहोस्। हवस् त, अर्को भिडियोमा भेटौँला। जय नेपाल, ह्यापी इन्भेस्टिङ।